म चाहिँ एकदमै पानी खानु नसक्ने मान्छे हो नि त। र अहिले चाहिँ म जुन बिमार भएको छु यो चाहिँ मैले पानी कम्ती खाएर हो भन्ने चाहिँ बुझेँ है। र वेलकम ब्याक टु माई अनदर भिडियो। म चाहिँ रातिको 1 बजी है 1 साढे 1 मा चाहिँ यहाँ गाउँको हस्पिटलमा एडमिट हुनु पर्यो है। कारण म तपाईँहरूलाई भन्दै जानेछु र अन्तिमसम्म मेरो भिडियो हेरिदिनुहोस् होला। अनि बडीले चाहिँ यहाँनिर जुन चाहिँ यो हेडब्यान्ड छ है यो चाहिँ यहाँ बेच्न ल्याउनु भएको रहेछ र मैले हस्बेन्डको लागि एउटा किनिदिएँ अनि एउटा चाहिँ मलाई गिफ्ट दिनुभयो। र यो जुन देख्नुहुँदैछ यो चाहिँ कालिम्पोङ डिस्ट्रिक्ट हस्पिटल है। म त्यही दिन चाहिँ आफ्टरनुनमा फेरि त्यस्तो बिमार भएर चाहिँ म एडमिट हुनु पर्यो है कालिम्पोङमा। र यो चाहिँ मेरो लाइफमा फर्स्ट टाइम हो म यसरी यहाँका हस्पिटल एडमिट हुनु परेको है। जुन चाहिँ गाउँको हस्पिटल देख्नुभएको थियो त्यहाँ पनि म फर्स्ट टाइम हो। एक रात भए पनि म गाउँको हस्पिटलमा बस्नु पर्यो र कालिम्पोङमा यसरी एडमिट हुनु पर्यो है। र उहाँ चाहिँ यहाँनिर भिजिटमा आउनुभएको रहेछ। मेरो फुपू एकजना थियो कि लाठी थियो नि त हो आज के खाइसो उहाँले चाहिँ हँसाउनु पनि हुँदै थियो है। सबै पेसेन्टहरूलाई भन्नुहुँदै थियो नि त कति बिमारी जस्तो भएर बसेको अलिकति यसो कोही बेला हाँस्नु पनि पर्छ भन्दै भन्नुहुँदै थियो है। र मलाई चाहिँ के भएको थियो भन्नुपर्दा चाहिँ मलाई चाहिँ स्टोन भएछ है। अनि मेरो चाहिँ यो सेकेन्ड टाइम हो किडनीमा स्टोन भएको है। अनि यसको लागि चाहिँ मैले एकदमै पानी र दबाई चाहिँ खानुपर्छ भन्नुहुँदै थियो। र अहिले बुझ्दाखेरि चाहिँ मैले पानी नै कम्ती खाएर मलाई यस्तो भएको हो होइन। किनभने म चाहिँ एकदमै कम्ती खाने हो नि त पानी चाहिँ। अब चाहिँ मैले पानी पुरा खानुपर्ने रहेछ है। यहाँ चाहिँ मलाई खाजा पनि ल्याइदिइसक्नु भएको छ है हस्बेन्डले। के को रहेछ नानी? आउँदैन रहेछ त्यस्तो क्लियरै। तिमीपट्टि फर्केर चाहिँ कहाँ आउँछ नि त? हाम्रो बिमारी चाहिँ ठिक छ हौ तर है बचाउँछ हौ उसले। हाई भन्नु न। यो मेरो ब्लगमा आउँछ नि। हामी जाँदैछु होइन। कस्तो हुनुहुन्छ तपाईँ? खुसी हुनुहुन्छ घर जानु? एकदम खुसी। घर जानु बल्ल बल्ल 11 दिन भयो नि त छुट्टी। घरमा गएर पहिला के गर्नुहुन्छ? पहिला त म के गर्नु नुहाउनु त हो नि। नुहाउनु सक्दैन होला। नुहाउनु सक्दैन नि। के खानुहुन्छ? के खानु मन परेको छ तपाईँलाई एकदमै? अब खानु त सबै मन परेको छ नि के बार्नु पर्यो। चिसो नखेल्नु बेसी झडक मडक नगर्नु हो। अब अलिकति सेक्न पनि चाहिँ आफूले पनि गर्नु पर्यो। सक्छु भनेर फेरि घरको आमा हो काम देखेपछि काम गर्नु मन परिहाल्छ। उहाँ चाहिँ हाम्रो डियरेस्ट क्युटी। म चाहिँ आज फ्युचरको भोलि पर्सि हेर्छ होला नि तपाईँले? ए कति लेट गर्नुहुन्छ कि? कहाँ गर्छौ? अनि के भन्नुहुन्छ हाम्रो लागि? हामी भोलि जाँदैछु। म धेरै दुःखी छु तपाईँहरूले मलाई छोडेर जानु हुँदो रहेछ। तर खुसी पनि छु तपाईँहरू छिटो जाति परेर जानुभयो। अनि म सबसे पहिला तपाईँहरूलाई थ्याङ्क यू भन्न चाहन्छु। म एक्लै हुँदा तपाईँहरू मसँग बोलिदिनु भयो। तपाईँहरू मसँग खाना सेयर गर्नुभयो। म धेरै खुसी छु। थ्याङ्क यू। अनि आन्टीलाई के भन्नु छ? लभ यु भनिदिनुहोस् न। आई लभ यु। लभ यु फ्रम सेन्टा क्लज। अझै हामीले यो बेडकोलाई चाहिँ यहाँ है याद गरिरहेको छु नि। अब के गर्नु उसले हेर्छ यो भिडियो हाल्यो भने उसले हेर्छ हो। किनभने मलाई पुऱ्याउनु जाने बहिनी बाई बाई।